माथि माथि सैलुङ्गेमा चौरी डुलाउनेलाई माथि माथि सैलुङ्गे। हेलो अब हेलो हेलो यो राइट क्लिक चिप्लिँदैन। साइलेङ जाने स्टेसन यही हो, साइलेङ जाने। वनैभरि सेतो रातो रङ्गी चङ्गी गुराँस फुलिरहेका छन्। ल साइलेङको सिडी आयो, नेपाली ग्रेट वाल। ल ल ल ल ल ल जाम 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 ल। यहाँ चाहिँ भीमसेनको तरबार। अर्थको लेभल रहेछ। अनि अब हाम्रो चाहिँ यहाँ तल चाहिँ
काठमाडौँ सहरदेखि यहाँ सैलुङसम्म अनि बाटोमा हामीहरूसँग भएको मान्छेहरू चाहिँ धेरै छन् जो कि म माथि देखाउँछु जग्गामा बसेपछि अनि अब यहाँ हेर्न सक्नुहुन्छ यो के भन्छ त्यसलाई घोडा मान्छे हरियाली हरियाली छ। अब अन्तिम चरणको थुम्को चढ्न बाँकी रहेको छ। यो थुम्को चढ्दैछौँ हामी सैलुङ दोलखा। ओ हिउँ परो वाह Happy New Year! दोलखा रामेछापको सैलुङ डाँडाबाट नयाँ वर्ष हामी झन्डै 1.5 घन्टा जति हिँडेर डाँडा अनि डाँडाको भ्यू टावरमा आइपुग्यौँ। उकालो उकालो श्वासमा भयो 100वटा थुम्काहरू भएर यस्तै घाँसका रुख नभएका थुम्काहरू भएर यहाँ सैलुङ भन्यो। यो ठाउँ चाहिँ आएर एक दिन बस्नलाई नै रमाइलो रहेछ। एकदमै चिसो पानी पनि पर्यो, हात छिर्याउने भयो। दुई बजे माथि उकालो लागेको होला, हामी 4:45 बजेतिर त तलै झऱ्यौँ। 1 घन्टा जति उकालो, आधी पौनी घन्टा बस्ने अनि फर्किने। बाकी छ अनि हामी यसरी बाटोमा अड्केछौँ किनभने हाम्रो गाडीको टायर पञ्चर भयो। ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर।
ह्याप्पी न्यू इयर अनि टेबल लाउनु कोट लाउनु पर्यो नि ल हामी चाहिँ अब कसको के हो हामीले चाहिँ त्यही हालिरहेको छौँ अनि यहाँ जरा कन्टिन्युस टिपर्सहरू त्यहाँबाट नि आउँदैछ यताबाट आउँदैछ अनि हामीसँग एउटा 8 महिनाको बहिनी थियो त्यो त्यहाँ चाहिँ म बा हुन्छ अनि हामी यस्तो छ